सो आज म तपाईहरु सबैजनालाई मसँग भएको केही एनर्जी दिन आइरहेको छु र तपाईहरु सबैसँग भएको एनर्जी लिएर जाँदैछु। अब यो एनर्जी लेनदेनको कारोबार हो र कारोबार बराबर हुनुपर्छ। म पनि दिन्छु, तपाईहरुले पनि मलाई दिनुपर्छ। यही एनर्जी साथै I would personally like to thank Extreme Energy Drink, जसले हामीले स्पोन्सर्स गर्यो यो इभेन्टको लागि। जब हामीले सोच्यौं कि साच्चै भन्नुपर्दा हामीले टिकेटेड सोजहरू धेरै गरेका छौं, पैसा कमाउने कामहरू एकदम धेरै गरेका छौं। मलाई खुसी लाग्छ यो भन्दाखेरि कि मैले पैसा राम्रै कमाएको छु भनेर। या आई फिल ह्याप्पी। या साच्चै के भन्नु भन्दाखेरि म एउटा कुरा, म एकदम क्लियर कट कुरा विश्वास गर्ने मान्छे हो। स्टेजमा ताली, स्टेज पछाडि पेट खालीवाला कलाकार होइन म। तपाईहरुले जीवनमा जे काम गर्नुहुन्छ त्यसले आफ्नो जीविका उपार्जन गर्नै पर्छ, नत्र मजा आउँदैन। हो कि भन्नु न। यो चाहिँ ताली, स्टेज पछाडि पेट खाली, नो नेभर। तेरो मन छ जाली, तेरो पकेट छ खाली, अब ऱ्याप नगर्नु भइगयो। सो तर जब हामीले यो परिकल्पना गर्यौं कि द्याट्स व्हाट आई थॉट इज, अरे यार मेरा युथ साथीहरु जो रुममा लिएर बस्नु भएको छ वा के छ कसो छ मनमा कतिपय कुराहरू हुन्छ नि, यसो भइरहेको छ, पोख्ने ठाउँ भइरहेको छैन, गएर मै कुरा गर्छु, जाऊ हिँडौँ भनेर जब मैले सिआरसँग कुरा गरेँ, सिआर भनेको कोटलाको मान्छे, एउटै हातमा हालौ तिम्रो वेलकम स्पिच गइसक्यो। यो सबै कर्मकाण्डको जिम्मा यसैले लिएको छ। अब साँच्चीकै त्यसपछि लाएर हामीले यो 1 वर्ष अगाडि जति परिकल्पना गरेका थियौँ, तर यसलाई मेटेरियलाइज गर्न टाइम लाग्यो। हुन पनि यो राम्रो चिज बन्नको लागि त समय लाग्छ नि त। सो फाइनली यो यति सुन्दर बनेर आएको छ। हामीले काठमाडौँमा एउटा भव्य कार्यक्रमबाट सुरुवात गर्यौँ, पोखरामा हिजो त्यस्तै गर्यौँ, आज यो बुटोलमा। आज बुटोलको बसाइको कारणले गर्दा त अब नेपाल हल्लिनेवाला छ सिरियसली। मलाई भन्दा आङ जिरिङ्गो भयो साँच्चै हेर नयाँ मनमा बन्यो सिरियसली। एकै उमेरको मान्छेहरू चटक्क बसेको छ, यहाँबाट ऊर्जावान मान्छेहरू भाइ यहाँ आउँदा भन्दा जाँदाको मान्छेहरू ऊर्जावान हुन्छ। साँच्चीकै हो, यो मेरो बाछा भयो, यो मेरो बाछा हो। तपाईहरु आउँदा जस्तो हुनुहुन्थ्यो, जाँदा साँच्चीकै अझ सुन्दर मान्छे भएर जानुहुनेछ। तर एउटा कुरा याद राख्नु है साथी हो, अझै मैले सुरु गरेको छैन। बिचको क्यामेरामा उहाँहरूले क्यानाडाबाट मगाएको। ओके, अब हामी सुरु गर्छौँ। रेडी? मेरा अन्नदाता, हामी सबैको अन्नदाता, यति सत्कार गर्नुभएको छ तपाईँले, बापहरू बाप। सो एक्सट्रिम एनर्जी ड्रिङ्कलाई धेरै धेरै धन्यवाद, ब्लू डायमन्ड पानीलाई धन्यवाद, करेन्ट चाउचाउलाई धन्यवाद, राजधानी मोडल कलेजलाई धन्यवाद, श्री केशलाई धन्यवाद, फोर व्हिलर पार्टनर गिनीलाई धन्यवाद, राइडरलाई धन्यवाद, यताको छ यो सबै भन्नुपर्छ मैले। हामीलाई पैसा दिने यिनीहरू नै हुन्, यिनीहरूले पैसा दिएको भएर नि तपाईँहरूसँग पैसा नलिएको। नेपाल लाइफलाई धन्यवाद, गुन्डा धन्यवाद।
भाइ यो यति एयरलाइन छ त हामीलाई बाटोमा गाडीमा किन घुमाइरहेछ रातारात घुमाएर ल्यायो हो पोखराबाट यो बुटोलको बाटो आउँदाखेरि त भगवान रिङ्गटा लाग्यो रे यो रिङ्गटा लाग्यो रे चप सम्हाला त्यसलाई खिच त पहिला ओ यही हो रिङ्गटा लाग्यो रे मेरो दुईजना गिटारिस्टको हालत कस्तो थियो थाहा छ सब बी माइनरमा छाती राखे हाम्रो चलाउने छावा कहाँ हुनुहुन्छ खै प्रत्येक घुम्तीमा रोकिरहेको छ यिनीहरूको लागि 4 घन्टाको बाटो हामीलाई 8 घन्टा लाग्यो भाइ रहेछ त यार यतिहरू पपी फेरि जहाँ पनि प्लेन जाँदैन नि त त्यही भएर हाम्रो 4 व्हिल पार्टनर मलाई नि थाहा छ पोखराबाट अल्टरनेट डेजमा रहेछ फ्लाइट सब बुझेको मैले बिचमा नसिकाऊ यो पनि हामीसँग हिँडिरहेको छैन मेरो पनि खिच्न त भाइ त्यो त अडियन्सतिर होस् यसको सम्पूर्ण जिम्मेवारीले के लिएको छ भने यहाँभरिमा सबैभन्दा हुनार खतरनाक काम बिगार्ने अडियन्सलाई यसरी ओके सो नाउ लेट्स गेट रेडी ओके लेट्स हैव सम एनर्जी अलराइट यो ग्रुप 1 यो ग्रुप 2 तपाईले मलाई राम्रोसँग सुन्नुपर्छ र हेर्नुपर्छ पहिला सुन ओके अनि हेर ओके मेरो यो हात हेर्ने के हेर्ने मेरो हात आफ्नो हात होइन यो हात हेर्ने सो मैले जतातिर 1 भनेर यो हात लैजान्छु यु ह्याभ टु फोकस अन माई ह्यान्ड राइट यु ह्याभ टु फोकस अन माई ह्यान्ड वेयर एभर इट गोज यु ह्याभ टु क्ल्याप सो मैले 1 भनेर यता गरेँ भने यताको ग्रुपले छ्याक तान्यो ओके अब मैले 1 भनेर यता गरेँ भने यो हात यता रेडी अब आजको बसाइको यो क्षण मोबाइलले खिच्नुभन्दा